हेलो साथीहरू, नमस्कार सबैजनालाई। जसले पनि मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन प्लिज पहिला मेरो च्यानल सब्सक्राइब गरिदिनु होला। मैले इन्फर्मेसनहरू हालिरहेको हुन्छु। कुरा गरौँ स्लोभेनियाको बारेमा। म स्लोभेनिया आएको पनि अलमोस्ट 1-1.5 महिना जति भइसक्यो। यो बिचमा मैले केही ठाउँहरू लुब्लियाना क्षेत्रमा घुम्ने के गर्ने प्रयासहरू गरिरहेको छु। अनि मेरो पुरानो भिडियोहरूमा जहाँ एम्बेसीमा जाँदाखेरिको भिडियोहरूमा चाहिँ साथीहरूले क्वेसनहरू गर्नुभएको छ, कति समय लाग्छ, कति दिन लाग्छ भन्ने कुराहरूको विषयमा। त्यसमा चाहिँ खासमा के छ भने हाम्रो चाहिँ लगभग 6.5 महिना अलमोस्ट 7 महिना जति लागेको टोटल प्रोसेस चाहिँ। हाम्रो कम्पनी नै यहाँबाट दिल्ली गएको थियो इन्टरभ्यू गर्नलाई, त्यो कारणले अलिकति टाइम पनि लागेको हो। तर अहिले चाहिँ फास्ट पनि भइरहेछ, नेपालीहरू निकै आइरहेछन् यहाँनिर। अहिले चाहिँ 9-10 हजार नै पुगिसक्यो भन्ने कुराहरू छ। धेरै नेपालीहरू जता गए पनि नेपालीहरू देखिरहेछन्। कल्चरली हिसाबले कन्ट्री चाहिँ राम्रो छ, एकदमै ब्युटी छ। धेरै साथीहरूले चाहिँ बायोमेट्रिक गरेको कति समय पछाडि चाहिँ टिआरसी या यो आउँछ भन्ने कुराहरू गर्नुभएको छ। बायोमेट्रिक गरेको 60 देखि 90 दिनसम्म कम्पनी हेरिकन हुन्छ। कुनै कुनै कम्पनीहरूले फास्ट गर्छ, जस्तो अलिक ठुलो कम्पनी छ भने। अलि सानो इन्डिभिजुअल टाइपको हो भने त्यसमा अलिकति समय लाग्न सक्छ। सिटीबाट गरेको छ कि अलि भिलेज एरियाबाट गरेको छ अप्लाई गर्दाखेरि भन्ने कुरा हो, त्यसमा पनि डिपेन्ड गर्छ। 60 देखि 90 दिन चाहिँ टोटल लगाइहाल्छ। टोटल लाग्ने समय भनेको स्लोभेनियाको लागि दिल्ली जाने आउने सबै कुराहरू गर्दाखेरि चाहिँ 6-7 महिना त मिनिमम लाग्छ नै। त्यसपछि यहाँ आइसके पछाडि यहाँ चाहिँ ल्याङ्ग्वेज ब्यारियर एकदमै धेरै छ। यहाँको लोकल मान्छेहरू ल्याङ्ग्वेज इङ्ग्लिस भनेको ठ्याक्कै बोल्दैनन् होइन। पुरानो जेनेरेसन त बोल्दैनन्। सामान्य इङ्ग्लिस पनि सरी, प्लिज, एक्सक्युज मी भन्ने कुराहरूसम्म पनि आउँदैन पुरानो जेनेरेसनलाई। त्यतिसम्म डिफ्रेन्स रहेछ, हामीले सोचेको भन्दा धेरै फरक छ। ल्याङ्ग्वेजहरू युट्युबहरूमा यस्तो उसहरूमा चाहिँ अलिअलि हेर्दै गर्दा हुन्छ। जसले चाहिँ कस्टमरसँग डिलिङ गर्ने खालको कामहरू हो भने साथीहरूले चाहिँ ल्याङ्ग्वेजलाई अलिअलि तयारी गर्दाखेरि राम्रो। ल्याङ्ग्वेज एकदमै ब्यारियर छ। इङ्ग्लिस पनि बोल्छन् नयाँ जेनेरेसनहरू चाहिँ अलिअलि बोल्छन्, पुरानो जेनेरेसन चाहिँ खासै इङ्ग्लिस बोल्दैन। त्यो भएर सबै थोकमा केही छ देखिन र भेटिनलाई आतुर। र हाम्रो सबैजनाले हामीले चाहिँ नेपालबाट या अरू ठाउँबाट आउँदाखेरि अलिकति के छ भने हाई एक्सपेक्टेसन राखिन्छ। युरोप गइसके पछाडि यस्तो हुन्छ उस्तो हुन्छ भनेर। ती सबै हाई एक्सपेक्टेसनहरू अहिले चाहिँ अब नराख्नु होला साथीहरू। काम गर्न आउने हो, काम गर्ने हो, जाने हो, आफ्नो देश फर्किने हो होइन। अब अरू कन्ट्री त्यहाँबाट मुभ हुन पाइन्छ, यो सबै दलेहरूले भन्ने कुराहरू त्यो सब फगत कुराहरू हो। जान त पाइन्छ, कार्ड भएपछि घुम्न जान पाइन्छ। यति अलि महँगै हुन्छ, त्यो सबै भन्ने कुरा नहो होइन। बाँकी चाहिँ घुम्न जान पाइन्छ, नपाइने कुरा होइन। तर अर्को ठाउँमा काम चेन्ज गर्न, अरू ठाउँमा गएर कामै गर्न नपाउँदो रहेछ। अब अहिले चाहिँ इलिगल्ली गयो भने स्पेन हो भने असाध्यै गाह्रो छ। भनेपछि अरू कन्ट्री मुभ हुन, पोल्यान्ड पहिला खुलेको थियो, पोल्यान्ड जान सकिन्थ्यो, अहिले त्यो पनि गाह्रो छ काम गर्नको लागि होइन। त्यही भएर जसरी चाहिँ दलहरूले भन्छ त्यस्तो सजिलो पनि छैन। एकदमै हाई एक्सपेक्टेसन नराखौँ होइन। म चाहिँ के भन्न चाहन्छु, एकदमै हाई एक्सपेक्टेसन हुन्छ हाम्रो। अनि अर्को कुरा चाहिँ दलालहरूलाई सकेसम्म 6-7 लाखमा 7-8 लाखमा पनि आउन सकिँदो रहेछ होइन। हामीले अलिक पैसा धेरै तिरियो, दलालहरूलाई सकेसम्म कम पैसा तिरेर आउनुहोस् होइन। 6-7 लाख 7-8 लाखसम्म त ठिकै हो। 10-12 लाख 15-16 लाखसम्म भन्ने कुराहरू छ, त्यो एकदमै धेरै रहेछ होइन। यहाँको नियमअनुसार चाहिँ खासमा फ्रीमा प्लेन टिकट मात्रै काटेर आउनुपर्ने रहेछ होइन। त्यही भएर त्यो कुराहरूलाई पनि ख्याल गर्नु, एकदम कम पैसामा आउनुहोस्। पैसा बचाउन अब त्यही 70-80 हजार 1 लाख जेनतेन मुस्किलले हो। अनि खास गरी गल्फतिरको साथीहरू कोही दुबईबाट कतारबाट यतातिरबाट आउँछु भन्ने सोच्नु भएको छ भने त्यहाँ यदि चाहिँ 50-60 हजार त्यहाँ कमाउनु भएको छ भने बिर्सेर पनि यता आउने उ चाहिँ नगर्नुहोस् होइन। यहाँ अरू केही छैन, फ्रिली खानापिना पाइन्छ। अनि अब नजरियाहरू हेर्न पाइन्छ, हेरेर चित्त बुझाउने हो। अरू खास त्यस्तो कुराहरू केही पनि छैन यहाँ होइन।
2-4 दिन हेर्नलाई अलिकति रमाइलो लाग्ने हो। त्यसपछि खासै त्यस्तो केही पनि छैन। दुबईमा कतारमा राम्रो पैसा कमाइरहनु भएको छ। 70-80 हजार लाख रुपियाँ 60-70 हजार बचाउनु भएको छ भने यता युरोप जान्छु के जान्छु भनेर मूर्खता चाहिँ नगर्न सुझाव दिन्छु। सबै साथीहरूले मेरो च्यानल फलो गर्नुहोला कृपया। थ्याङ्क यू सो मच।